के रहेछ भनेदेखि नि त्यसैलाई हामीले अहिले अघिको तपाईँको प्रश्न यत्रो पार्टी हुँदाहुँदै किन तपाईँले पार्टी खोल्नुभयो भन्दाखेरि यहाँ बलको हैसियत हुँदो रहेछ क्या है। त्यसकारण म के भन्छु विचारको हैसियत हुनुपर्छ। त्यहाँ कसैले 1.5 घन्टासम्म एउटा सांसदले बोलेको है, हामीले मलाई म्याक्सिमम चाहिँ अहिलेसम्म 5 मिनट दिएको है, 5 मिनट दिएको छ। अनि त्यो 1.5 घन्टा बोल्दाखेरि ठिक छ, उसको भिजन राम्रो छ, त्यो भिजन रेप्लिकेबल छ है, त्यो भिजनले होल नेपालीको लाइफमा परिवर्तन हुन्छ भने उसले टाइम लिनुपर्छ है। मैले हरेक साल किसानले भोग्नुपर्ने समस्या तपाईँको मलको हो है। म मलको बारेमा क्लियर कट छु है। जति पैसाको वार्षिक मल ल्याउँछ सरकारले लगभग 26 अर्बदेखि तपाईँको 31 अर्बसम्म, त्यसमा पनि आधी मल। म के भन्छु भने सदनमा उठाएको छु कि यही पैसाले 3 देखि 5 वर्ष है, मैले जिम्मेवारी पाएँ भनेदेखि म 3 वर्षमा, तर कसैले राम्रो नियतले यो मलको समस्या समाधान गर्छु भनेदेखि म्याक्सिमम उसले चाहिँ राम्रो नियत भएको मान्छेले जुनसुकै पार्टीको होस् उहाँले 5 वर्षभित्र चाहिँ त्यही पैसाले स्टाफ बजेट होइन। अब यो कुरा चाहिँ मलाई समय चाहिन्छ, कहिले पनि समय दिएन, त्यसैले मैले धेरैपल्ट बोले। मैले यतिसम्म कि कृषि समितिमा मैले त्यो उदाहरणको लागि भाषण होइन मलै बोकेर है, यो मल हुन्छ त्यही पैसाले एक्स्ट्रा पैसा खोज्नु पर्दैन। बेरोजगारको कुरामा अघि जुन रोजगारीको कुरा गर्नु भने मलाई लाग्छ कि अहिले पनि कसैले रोजगार दिन सकिरहेछ भनेदेखि मलाई लाग्छ कि म पनि एकजना पर्छु होला रोजगार क्रिएट गर्ने। तर फेरि म अघि रोजगारकै कुरामा खोजेँ, यो हामी पहिला काम गरौँ, जुनसुकै कामलाई छोटो सानो नभनौँ, काम गरौँ। जब पनि त्यो खोजेको जुन पैसा छ नि है, इन्कम, त्यो कामले भोलि दिन्छ क्या है। यो नेपालीले खोज्यो भने नेपालमा बेरोजगार रहँदैन हो। यसमा फेरि राज्यको दायित्व पनि छ। किन राज्यको दायित्व छ भने राज्यले हरेक नेपालीसँग ट्याक्स लिन्छ है। राज्य यस्तो हुनुपर्छ कि म हरेक नेपालीसँग ट्याक्स लिन्छु, युवाहरूसँग ट्याक्स लिन्छु, युवाहरूसँग पनि ट्याक्स लिन्छ। मोटरसाइकलमा पेट्रोल हाल्ने बित्तिकै त्यो युवाले ट्याक्स बुझाउँछ क्या। भनेपछि यो युवा पढिसकेपछि यसले चाहिँ कसरी यसले 2 पैसा गरी खान्छ भनेर त्यो पोलिटिक्स पार्टीले जो सत्तामा हुन्छ, जो पावर हुन्छ, उसको नियत हुनु पर्यो, नीति हुनु पर्यो। र नियत र नीति मात्र भएर होइन कि त्यो प्र्याक्टिकली काम पनि गर्नु पर्यो। यही कुरालाई देखाउनलाई, सुरुवात गर्नलाई हाम्रो पार्टी अहिले आएको। मैले फेरि छोटोमा हजुरसँग एउटा जवाफमा चाहेँ। जस्तो 3 वर्ष संसदमा जनप्रतिनिधि भएर रहनुभयो, त्यो 3 वर्षमा यहाँको सिकाइ, अनुभूति अनि एउटा आम मानिसले हेर्दाखेरिको सांसद प्रतिनिधि सभाले जनताका मुद्दा सम्बोधन गर्ने क्रममा के गर्दो रहेछ अथवा कहाँ कमजोरी रहेछ, सुधार्नुपर्ने कुराहरू के रहेछन् भनेर आत्मसात गर्नुभएको छ। पहिलो त हेर्नुहोस्, सबै पार्टीहरूको नेताहरूले अथवा त्यति बेलाको सदनको अनुभव गर्दाखेरि सांसदजीहरूले बोल्दाखेरि सबैले राम्रै बोलेको है, जनताकै पक्षमा बोलेको। तर अलिकति के भन्दाखेरि आफू राम्रो हुनलाई एउटा चाहिँ अरूलाई डिमोरलाइज गर्ने है, त्यो चाहिँ हुनु हुँदैन भन्ने मेरो भावना हो। अर्को कुरा 2-4 पल्ट मात्रै हो 3 वर्षको दौरानमा, 2-4 पल्ट मात्रै हो सम्पूर्ण सांसदहरूले ताली बजाएको। यो बारम्बार हुनुपर्छ है, यो बारम्बार हुनुपर्छ भनेपछि जनताको सवालमा त्यो नहुँदाखेरि मेरो मन खिन्न छ। त्यसपछि तपाईँको धेरैजना सांसदहरू मसँग बोल्दाखेरि मन्त्री भइएन भनेदेखि त अर्कोपल्ट चुनावै लड्न नसकिने भनेपछि यो के हो है होइन। म यसको व्याख्या गर्दिनँ, किनभने अब एउटा
अर्को कस्तो देखियो भनेदेखि नि सदनमा जुन पटक्कै नहुनुपर्ने कुरा है हामी सबै नेपालीले बुझ्नुपर्ने कुरा के भनेदेखि कहिले हुनु हुँदैन त्यो दुईटा इक्जाम्पल दिन्छु म एउटा एमसिसी को दिन्छु एउटा बिआरआई को दिन्छु एमसिसी को बेलामा म थिइनँ हामी सबै टिभीमा हेर्थ्यौँ पुरा सदनमै हङ्गामा भएको एउटा एक पक्षका सांसदहरू समर्थन गरेको अर्को पक्षका सांसदहरू विरोध गरेको ठ्याक्क बिआरआईमा सेम भयो कि म के भन्छु भनेदेखि यो सहयोगी राष्ट्रहरूको है सहयोगी राष्ट्रहरूको कुरामा हामी क्लियर कट देखाउँछौँ भने हाम्रा राष्ट्रहरूसँग बाहिरी देशहरूसँग हाम्रो कस्तो सम्बन्ध हुनुपर्छ भन्ने कसैले विचार नगरेको यो त वाद विवाद छ भने भित्र बसेर पो गर्ने त र सदनमा यस्तो कुराहरूमा एकमुष्ट हुनुपर्छ त्यसले गर्दा के सन्देश जान्छ भनेदेखि नि बाहिरी नीति यो सम्पूर्ण पोलिटिसियनको जसलाई जनताले विश्वास गरेर पठाएको छ त्यसको एउटै छ है भन्ने तर यहाँ कस्तो भनेदेखि नि प्रष्ट एजेन्ट जस्तो देखिने क्या म तिम्रो समर्थन छु फलानुको विरोधी छु त्यो चाहिँ कुनै पनि देशको कुनै पनि कार्यक्रमको बारेमा हुनु हुँदैन खराब र राम्रो छ भनेदेखि त्यसलाई चाहिँ भित्र बसेर थाहा नदिकन एक मत गर्ने यो परिपाटी नहुँदाखेरि र यसले चाहिँ इन्टरनेसनल छविलाई झन् नेपालीहरूको धुमिलो बनाएको छ।